Hey guys, good morning. Welcome to my new vlog. So आज चाहिँ कति 7:30 बजे बिहान होइन अनि आई एम हियर एट ताङसिमराङ. So yeah, wait है त. I'm here. Look at this place. It's a sweet home. आज म फुल होम टुर दिन्छु होइन. फुल दिस रुम टुर, होम टुर, एभ्रिथिङ होइन. सो यस, हेरौँ है त. दिस हाउस होइन, यो घर छ. यो घर चाहिँ भूकम्पपछि बनेको घर होइन. भूकम्पपछि यो घर बनाएको हो. फर्स्ट घर चाहिँ उतापट्टि छ. अहिले सो यता होइन. यहाँ 2 रुम्स. एउटा रुम यो भयो, एउटा रुम यो भयो होइन. अनि त्यसपछि यहाँ एउटा हाम्रो छ मौरीको घर. अहिले दिउँसोतिर वी क्यान सी मौरी एकदम बाहिर आएको पनि होइन. त्यो पनि देखाउँला हजुरलाई. यहाँ हाम्रो छ आलु. यो आलु हेर्नु. यो अब यो आलुको यो निस्किआयो. अनि त्यसपछि यहाँ हाम्रो खेत छ हेर्नु. यो हाम्रो केराको बोट. यहाँ पानी छ. यहाँ पनि पानी छ. यो एभर फ्लोइङ वाटर. यो पानी पिउन नि मिल्छ. अनि यो खेतमा गइरहन्छ यो पानी. अगाडि हाम्रो यो सानो के छ. त्यसपछि अब छ हाम्रो यहाँ एउटा कुर्ची छ. अब त्यसपछि हामीसँग छ यहाँ तुलसीजी हुनुहुन्छ. यहाँ तुलसीजी आउनुहुन्छ. त्यसपछि यहाँ दिस इज आवर बाख्राको गोठ यस्तो हो. सो ड्युरिङ नाइट टाइम होइन दे स्लिप इनसाइड दिस थिङ. यहाँ डोर छ होइन. दे स्लिप हियर. अनि डे टाइममा चाहिँ अब एकछिनपछि निकाल्नुहुन्छ बाले. यहाँ हुन्छन् क्या. यहाँ डोरी भयो त्यहाँ भयो होइन. दे विल बी हियर. सो यो त दिस इज द डोर. लाइक वी टेक आउट दिस थिङ. यो निकाल्ने अनि यो निकाल्ने हो क्या. यहाँभित्र बाख्रा पनि छन् होइन. त्यही होला नि हेर्न मिल्ने. अब पछि यस. अनि त्यसपछि यो ठाउँ हो. दिस इज द प्लेस. यहाँ चाहिँ माथिको यो डोरोले चाहिँ यहाँ हामीले घाँस बान्ने हो होइन. घाँस अब त्यो कि बान्ने अनि देउली इट होइन. त्यसपछि यहाँ के छ. यहाँको चाहिँ अलि पछि देखाउँला होइन. यस्तो भयो क्या. यो चाहिँ हाम्रो पुरानो घर हो होइन. भूकम्पभन्दा अगाडिको घर. भूकम्पपछि चाहिँ वी ह्याड टु बिल्ड अ न्यू प्लेस होइन. सो भूकम्प अगाडि चाहिँ आई गेस यो सबै जोइन्ट थियो क्या. सबै कनेक्टेड थियो होइन. अनि उतापट्टि थियो क्या. बाख्राको कोषको ढोका चाहिँ उतापट्टि कुनापट्टि थियो. अहिले चाहिँ यतापट्टि छ होइन. अनि यहाँ चाहिँ हामी बस्ने पहिला. यो हाम्रो सेरे भयो होइन. सो दिस इज द किचन. होइन. अनि त्यसपछि यो चाहिँ हाम्रो पहिला भूकम्प अगाडि चाहिँ यहाँ बेड हुन्थ्यो. प्रपर बेडहरू सबै थियो. यहाँ सुत्न मिल्थ्यो. हामी सुत्थ्यौँ होइन. अहिले आफ्टर भूकम्प चाहिँ यस काइन्ड अफ स्टोर रुम. अनि यो सेरेको रुम हो. सेरे बेलुका यहाँ आएर सुत्छ. अनि बिहान हामी निकालिदिन्छौँ त्यसलाई. यस्तै यस्तै सामानहरू छ. यहाँ हतियारहरू पनि छ. हतियारहरू छ. के छ अरू यस्तै के छ यहाँ. यहाँ इज काइन्ड अफ स्टोर. है त अहिले स्टोर रुम पछि सेरेको घर. यहाँमा चाहिँ जातो यसरी घुमाउनु मिल्छ. माइ गड कति साह्रो यो. सक्छु त पहिला त म. यहाँ मोमेन्टम आयो. यो जातो यो हाम्रो. त्यसपछि यो चाहिँ ह्याट रहेछ. ह्याट लानु पऱ्यो म. पुट अन दिस ह्याट. भेटेँ गाइस भेटेँ. यहाँ चाहिँ हाम्रो के छ भन्दाखेरि यहाँ त्यो छ यो मकैको यो पिनेर यो हाम्रो बाख्रालाई दिनुहुन्छ. बाख्राज डाइट. यस डाइट. त्यसपछि भेटेँ ओके. त्यसपछि हाम्रो छ यतापट्टि ओके. यहाँ माथि जानुपर्छ होइन. जान्छु म अहिले होइन. सुरुमा चाहिँ दिस इज आवर टोइलेट. तलको टोइलेट अहिले देखाउँछु म होइन. सो एन्ड दिस इज भैँसीको गोठ. आई हेभ नेभर बिन हियर. भित्र त होइन किनकि भैँसी हुन्थ्यो सधैँ. भैँसी हुन्थ्यो अनि यहाँ भैँसीले मलाई हानिदिन्थ्यो अभियसली. सो यहाँ अहिले चाहिँ छुमा किनकि देयर इज नो भैँसी. धेरै पहिला चाहिँ आई रिमेम्बर होइन. यहाँ चाहिँ हामी पाडो पाडिरहेको थियौँ होइन. भैँसीको बच्चा राख्थ्यौँ. अनि त्यसपछि यहाँ चाहिँ दिस प्लेस चाहिँ आमा हुन्थ्यो क्या. अनि त्यसपछि यहाँ चाहिँ अर्को एउटा हुन्थ्यो. यस्तो हुन्थ्यो क्या. नर्मली 3टा भैँसी हुन्थ्यो.
वान मेन आमा भएपछि यतापट्टि चाहिँ आमाको सन्तानबाट अलिकति ठुलो होला क्या, अलिकति ग्रोनअप सन्तान यहाँ हुन्थ्यो। अनि चाहिँ आमाको न्यु बोर्न बेबी चाहिँ यता हुन्थ्यो क्या। तर यहाँ चाहिँ अहिले स्टोरी के हाल्नु भयो होइन। अनि त्यही भएर पहिला चाहिँ अनि अस्तिसम्म चाहिँ कति 2टा थियो होला, 2टा थियो। आमाको न्यु बोर्न उतापट्टि अनि आमा चाहिँ यतापट्टि। या उनीहरूले बेचिदिनु भयो। त्यसै दिस ताम्लो दिस थिङ चाहिँ यो सबै एउटा भइसक्यो क्या यो बाँध्नलाई। या दिस बोथ दिस बिग फर बोथ। कुपा आउनु मैले भ्लग बन्द गरेँ है, के गरेँ नगरौँ, गरिदिनु भयो। अब त्यसपछि यो चाहिँ हाम्रो यहाँ यो बाख्राको लागि पानी बनिरहेछ यहाँ। दिस हाम्रो आगोहरू यहाँ पकाउने ठाउँ। पहिला भइसक्दाखेरि चाहिँ यहाँ दुध हामी उमाल्थ्यौँ टक्क जाडो महिनामा बसेर ताप्दै होइन गफर्दै बस्थ्यौँ हामी यहाँ। सो या त्यही हो। अनि त्यसपछि या धेरै पहिला चाहिँ यहाँ पनि बाख्रा राख्थ्यौँ क्या हामी। त्यहाँ गोठ भयो अनि यहाँ चाहिँ हाम्रो दिउँसो बस्ने ठाउँ क्या, त्यो चाहिँ नाइट, यो चाहिँ डे के त्यस्तो हुन्थ्यो। यहाँ घाँस पानी भइहाल्यो दोरी। यहाँ पनि हुन्थ्यो पहिला बाख्राहरू। यहाँ चाहिँ सुरुमा म सानो हुँदाखेरि चाहिँ यहीँ हुन्थ्यो क्या। अनि म यहीँ आउँथेँ, घाँसहरू यहीँ बस्थेँ म त, समाजको बाख्राकै नजिक बस्थेँ, भइसक्यो यहीँ हुन्थेँ म त। त्यसपछि यहाँ हुन्थ्यो अनि त्यसपछि यहाँ पनि हुन्थ्यो क्या हो। अनि यहाँ गोरु हुन्थ्यो क्या, गोरु छैन अहिले पनि। गोरु पहिला एउटा गोरु हुन्थ्यो, गोरु पनि छैन। हेर्नुहोस् है माथि जङ्गल हेर्नुहोस्, त्यो जङ्गल यहाँ होइन पारि के छ मलाई थाहा छैन, मलाई जान मन छ। त्यही हो, यहाँ केराको छ यहाँ। त्यसपछि कति राम्रो भ्यू छ, कति राम्रो आकाश छ आज। हाम्रो घाँस यहाँ दाउराहरू भयो, हाम्रो दाउराहरू। त्यसपछि के छ अरू, अनि उता यहाँ गोबर ग्यास छ, त्यहाँ उतापट्टि गोबर ग्यासको त्यो स्टोरेज हो। दिस वाटर ट्याङ्क। This is how I show you a washroom. This is our washroom. It's a very small washroom. यो चाहिँ मैले मुसा भेट्टाएको त्यहाँ वासरुममा त्यसखेरि। यहाँ हाम्रो गोबर ग्यासको यो गोबर ग्यास हो। यहाँ हाम्रो धारा, यहाँ हाम्रो बोटहरू छ। यहाँ के छ, तरकारी, घिरौँडा सिरौँडा। दिनु यो के हो, यो के को पात हो, यो के को बोट हो यो। दिस कफीको बोट। आई विल सो यु कफी है, त रियल कफी, एक्चुअल कफी। This is coffee. I'll pick one होइन। This is coffee. यो छोडाएर पिनेर you can make it coffee के। कफी बिन्स निस्किन्छ यहाँबाट, देखाउँछु म तपाईँहरूलाई। खान मिल्छ होला नि यो, गुलियो खान मिल्छ। This is coffee bean. See. It's coffee beans. माथि पनि हेर्नु, मौरीको घाट छ। एउटा, दुईवटा, तिनवटा, चारवटा, यहाँ एउटा 5वटा छ, उता 6वटा। तर यति दुईवटा मात्रै छ जस्तो लाग्यो, यहाँ छैन जस्तो लाग्यो मौरीहरू। कि छन् होला यार, थाहा छैन यार मलाई, हेर्नुपर्छ। यो कफी चबाउन मन लाग्यो मलाई, तितो हुन्छ होला यो। नानी बोछा कति भ्लग 9 मिनटको भइसकेको छ यार तैट। ओइ यहाँ माथि जाऊँ हो, माथि कति पछि जानु माथि म, आफ्टर अ भेरी लङ टाइम। सानोमा हामी बस्थ्यौँ। उताडी खोल्ने हो यो, उताडी हो कि उताडी हो, लौ न के हो यो ढुको त खुल्यो नि त।
खुल्दैन क्या हो अलि पछि हेरौँ है। इफ यु वन्डरिङ होइन हामी कसरी यहाँ घरमा आउने चाहिँ कसरी दिस इज द वे होइन यहाँबाट आउँछ यो बाटो हो हाम्रो। सो यहाँबाट अलिक तल अनि सो यो सामसँग यहाँ परालको टौवा छ यहाँबाट चाहिँ खेत छ धान छ यताउति यहाँ खै के छ कलकत्ताको पात छ। अस्ति म सर्प देखेको यो सर्प देखेको भने यतिर हो सानो सर्प तर आई होप फेरि देख्न पाऊँ भनेर तर छैन यहाँ। You don't see snakes much often here, okay? See, this is the way. यहाँ तलबाट आउँछ बाटो। यहाँ अर्को हाम्रो अजाअजी घर हुन्छ घर छ यहाँ अजाअजी हुनुहुन्छ। त्यसपछि हेर्नु कुहिरो यस्तो कुहिरो छ है हेर्नुहोस् है। माथि गएँ म फेरि पहिला चाहिँ के हुन्थ्यो भन्दा फेरि पहिला यहाँ यस्तो हुँदैन थियो क्या। पहिला चाहिँ यहाँ ढुङ्गै हुन्थ्यो क्या पुरै ढुङ्गाले बनेको ढुङ्गाको भरिङ हुन्थ्यो क्या। लाइक कस्तो भरिङ भन्दाखेरि चाहिँ ढुङ्गाबाट अब सपोज अब कसरी भनौँ यार ठुलो पाइल छ ढुङ्गाको होइन अनि त्यो पाइलबाट एउटा ढुङ्गा निस्किन्छ क्या यसरी माथिबाट त्यस्तो थियो क्या। अनि यहाँ माथि पनि ढुङ्गा थियो अहिले चाहिँ यस्तो अहिले भन्दा नि धेरै भयो यस्तो भएको तर म सानो हुँदाखेरि त्यस्तो थियो क्या। त्यही हो एभ्रिवान। सो अब यहाँ माथि जानुपर्ने होइन अलि पछि जाम्ला दिउँसोतिर जाम्ला यहाँ माथि पनि जानुपर्छ है। अरू कहाँ छ अरू के देखाउन मिल्छ लगभग देखाइसकेँ मैले। अनि यहाँ चाहिँ नि पहिलाको यो सबै ठाउँ हो होइन दिज अल प्लेसेस माथि भयो माथिपट्टिको कस्तो घाम भयो यार योदेखि माथिपट्टिको यो जङ्गलहरू होइन। यहाँ पहिला पुरै सुन्तला हुन्थ्यो क्या यहाँ सुन्तलाको बोटहरू थियो होइन। भिडियो बनाएको यस भिडियो बनाएको मेरो आमा है मेरो नाति अब मेरो कान्छी छोरीको छोरो। यस के छ दाजु खबर ठिकै छ ठिकै छ। हेलो गाइज भन्नु बाई बाई हेलो गाइज ल के छ के देखाउनु मिल्छ मैले हामी यहाँ लाखु भन्छौँ क्या बाँदरलाई। लाखु भनेको बाँदर हो होइन लाखु। सो लाखु आउँछ नि यतापट्टि होइन लाखु आउँछ नि यहाँ सबै बोट बिरुवाहरू खाइदिन्छन् यताउति गरिदिन्छन् होइन त्यो लाखुलाई चाहिँ हामीले धपाउनुपर्छ क्या या। अनि यहाँ कुकुर छ हाम्रो सेरु छ अनि सेरे गइहाल्छ होइन लाखु देख्ने बित्तिकै बुक्दै हान्छ माथि चाहिँ पुरै खेदाउँछ होइन रमाइलो हुन्छ। अनि अब यो हाम्रो धानको बाली मला जुलियो खेतैमा हो। अनि त्यसपछि अरू त खै के देखाऊँ यार माथिको यो तलको तल भएन माथि पनि एउटा सानो स्टोर जस्तो छ त्यो जानुपर्छ त्यहाँ जानुपर्छ होइन। हिजो कहिले हो अस्ति म टोयको ढाबा खोलेको मान्छे आउनुभयो भन्दा मैले